हेलो साथीहरू, गुड मर्निङ, शुभ प्रभात। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। मैले धेरै पछि फेरि भिडियो बनाएको छु आज। अनि मैले चाहिँ नि हजुरहरूलाई हाम्रो गाउँघर देखाउनलाई बनाएँ। हेर्नु त 9:30 भइसक्यो, बिहानको 9:30 भइसक्यो। यहाँ त कुहिरो र हुस्सुले एउटा घरबाट अर्को घर देखिँदैन। उयो नजिकको घरबाट देखिन्छ, टाढा टाढा केही देखिँदैन। गाउँघरको विशेषता यस्तो रहेछ। ल, सबै हुस्सु लागेछ, कतै केही देखिँदैन। जताततै हुस्सु नै हुस्सु, हुस्सु नै हुस्सु, पर पनि हुस्सु। कुहिरो लागेको भन्छ नि, हेर्नु त यस्तो छ। 10 बज्न लागिसकेको बेलाको 9:30 पाउने 10 भएको बेलाको भिडियो यस्तो छ। हाम्रो गाउँघर कति चिसो। अनि त्यसपछि बजारतिर चाहिँ अलि छिट्टै घाम लाग्छ। हाम्रो घरतिर त घाम भनेको त अहिले 12 बजेतिर बल्ल लाग्छ। मैले हजुरहरूलाई यही देखाउनु, हजुरहरूको घाम लागिसक्यो होला, हजुरहरूले घाम ताप्न थालिसक्नुभयो होला। हाम्रो घरतिर घामको नाक मुख पनि देखिया छैन। कता हो कता हुन्, ल कता हो, सब जता हेऱ्यो उतै कुहिरो, जता हेऱ्यो उतै कुहिरो। मलाई त छक्कै परे। गाउँघरको विशेषता यस्तो रहेछ। ल हेर्नु, सबैतिर धम्म यो हाम्रो वरिपरि बारी बाहेक उता केही देखिँदैन, सबै तुवालो लागेछ। ल यस्तो छ हाम्रो गाउँघर, यस्तो छ। हाम्रो बारीमा सिमीहरू फल्या छन्। हेर्नु त, सिमी जुप्पा जुप्पाहरू यसरी फलेको छ। बारीभरि फैलिया छ सिमी, ठाउँ ठाउँमा सिमी फलेको। त्यसपछि पुरै फिजिया छ सिमी, सिमी सिमी सिमीले फिजिएको छ। जताततै सिमी नै सिमी। सिमी कति खाने, यस्तरी जुप्पा 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 भएर बस्छ सिमी। सिमीको जुप्पै जुप्पै यसरी फलिरहेको छ सिमी ठाउँ ठाउँमा। सरले पनि यहाँ हालिदिनु भएको छ। यहाँ पनि लामो खाले सिमी छ, माथिसम्म लहरा लागेको सिमी छ। यस्तो चिसोमा मैले हजुरहरूलाई हाम्रो बगैँचा बारी पनि देखाएँ। सिमीका जुप्पा जुप्पा यसरी फल्याएको छ। सबै जताततै सेता सेता फुलहरू देख्नु भएको छ नि, यो सबै सिमी हो। सिमी नै सिमी, सिमी नै सिमी छ। यसरी ठाउँ ठाउँमा यसरी जुप्पा 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 भएर फल्छ। अनि यहाँ हाम्रो सरले साग रोप्नु भएको छ। साग रोप्नु भएको छ, पोहोरको जस्तो त हामीले रोपेको छैनौँ। यहाँ चाहिँ नि गाँठकोपी गाँठकोपी छ, तर यो गाँठकोपी सबै कुखुराले खाइदिएर बल्ल बल्ल अलिअलि सर्न लाग्छ। यता चाहिँ नि सरले लसुन के अरे मुला र गाजर सर्नु भएको छ। यता चाहिँ नि यहाँ मेवाका बोटहरू छन् ठाउँ ठाउँमा। मेवा यहाँ फलफुल खेती गर्ने भनेर मेवा अम्बा के रोप्नु भएको छ। यहाँ चाहिँ नि धनियाँ छर्नु भएको छ। यहाँ चाहिँ नि लसुन उम्रिया छन्। लसुन ठाउँ ठाउँमा उम्रिया छन्। यहाँ लसुन रोप्नु भएको छ। सरको मेहनत। हामीले पनि पानी सानी हाल्ने गर्छौँ। सबै लसुन रोप्नु भएको छ। पाइप ल्याएर यसरी पानी हाल्छौँ। यहाँ चाहिँ नि ब्रोकाउली रोप्नु भएको छ। अस्ति भर्खरै ल्याएर बेर्ना ल्याएर। कुखुराले देखिसक्दैन, कुखुरा दबाउँदैमा हैरान छ मामी। यहाँ अम्बाका बोटहरू छन्। यहाँ सबै अमला, बयर, कटहर के रोप्नु भएको छ सरले। मेवाहरू। हाम्रो बगैँचा बारी यस्ता छन्। हस् त, मैले हजुरहरूलाई हाम्रो करेसा बारी पनि देखाएँ, हाम्रो घरको वरिपरिको वातावरण देखाएँ। हस् त, बाई बाई।